हेलो भन न हेलो गाइस हेलो गाइस अनि लाइक सब्स्क्राइब गर्नु लाइक फुर्किहाल्छ हौ फेरि छिटो बिहान जस्तो भन न हेलो गाइस से समथिङ यस्तो गर्नु प छोरी भिडियो हुँदैछ है अहिले त दामी भिडियो बुझिदिउँ त देऊ न एम्मामा यो आयो भने त झन् भयो चिउरासँग हिजो जस्तै हातसँग चिउरा आउँछ चिउरा हिजो जस्तो चिउरा खान्छ भात त पनि पाउँछ त्यो फ्रोजन भनेर उसले सिटी लगाइदिएको होला तर बस न भाइ फिल्मै सकिएको रहेछ बुढोको अहिलेसम्म फिल्मै सकिएको रहेछ बुढोको अहिलेसम्म है हाम्रो पापा लास लाग्नु भन्दै हुन्छ कहाँ लास लाग्छ भाइ एकपल्ट पसाउँछौँ कहाँ पसाउँछ अरे कसैले माथि छु तल जान्छ कि पर जान्छ भनेको कहाँ पर घरमै पसाउनु हुँदैछ रजनीगन्धा छ अब बिहान नगर दोकान बन्द बन्द त्यो भन्नु यति खामा लुटे पर त्यही हुन्छ यस्तो गरेर होइन त्यसो एकछिन के बोइलर मोमो सिटी लगाएर अनि थाहा भएन मैले त अघि लिएको थिएँ त दुईवटा तिनवटा एकदम दाइ सब चोखै छ कसै यार ढोडी गएछ आज त अर्जुनलाई मात्र फोकस भइरहेछ यार एकदम होइन तर स्पेसल ट्रिट भाइ हाम्रो आर्यन भाइ पाकिसकेको हेलो कुन त्यहाँ पाएको यहाँनेरि हेलो हाउ आर यु कति ल एकछिन पर्खिनु ल दादा हेलो छोरी 2 मिनेट हेलो 2 मिनेट से हाई There is no kattu. Only that bring one kattu. सुसु गरिदिउँ हामीले भन्दैन को खानुहुन्छ कि एकछिन खानुहुन्छ कोक छ नि त यता बस्नु न यता दाई भाइसँग बिहा ए दाई भाउजू भनेको ए भाइ त रहेछ त भाउजू त गइसक्नु रहेछ कुखुरा कि कुर्सीमा बस्नु नि बस्नु न कुर्सीमा यहाँ अर्को भतिजी हो अब फोटोग्राफर अहिले त लड्यो भने बाबाले यसलाई फेरि त्यहाँ चाहिँ नछाम है त्यहाँपछि त घरमा बास हुँदैन लगेर मोबाइल गरेर बास भन्ने बात भाइ यहाँ हाल्यो पाकेकै छैन ए हो यता दादा नि एकदम हुन हुन लागेको भन्नु है आज आज मात्रै अब भोलिदेखि त भाइले उल्टै होला मान्छे आज ल त बुझ्न छु कसलाई हौ अलिकति दिमाग लागेन त कसले हो दाइ
छोरे यो कोइरा नदी अलिकति बाक्लो बनाएको दाम अघि त्यही त भन्दैछु त तपाईँलाई भनिसके त कचोटि भन्नु दिदीलाई भनेको ए यो धेरै यो सानो सानो कोइलाहरू तल झरिहाल्छ कि अजुन सर म यहाँ दाइलाई नि एक थपिदिन्छु म कोइला अलिकति गल्ती हाम्रो भन्नु न गल्ती सानो सानो पहिला तल घर गल्ती हाम्रो 300 रुपैयाँ नभर भन्नु चाहिँ नि यहाँबाट हालिदिनु त्यही 300 रुपियाँ नभएर भने अब के गर्नु 300 रुपियाँ होइन भने यसरी पनि अब गिलास लिएर दिउ कोक दिउ भाउजूले त दिन्छु भन्नुभएको थियो 300 रुपियाँ के गर्नु हातमा दिन्छ हाम्रो लाग्यो पाकेको छैन नि 300 रुपियाँ त दिउँला हो बरु त मजाले बनाएर न त लगेर भोलि पर्सितिर